मैले भिडियो बनाएको दिन नि साँच्ची भने एउटा एक्सिडेन्ट हुँदैन क्या एक्सिडेन्ट भएको रहेछ नि त यहाँ त ला चप्पल सप्पल खुल्यो यार अबासी नै रहेछ क्या अघि म भन्दै थिएँ आज केही पनि भएन साँच्ची कस्तो लाज लाग्छ भागिहाल्यो क्या यहाँबाट तुफान भाग्यो छिरेको हुन्छ कस्तो लाज लाग्छ हौ मलाई त कास्छ भनेको हेलो नेपाल वेलकम ब्याक टु माई न्यू भिडियो अहिले म लगभग कति अहिले 11 बजिरह होला होइन 11 त छैन 11 बज्न लगभग 20-22 मिनट जति बाँकी छ 11 बजेदेखि इन्टर्नसिप छ आज ढिलै पुग्छु होला हौ म त अब यहाँदेखि आधी घन्टा लागिहाल्छ त्यही 11:05-10 तिर पुग्छु इन्टर्नसिप गर्न थालिसकेपछि त टाइममा पुग्नुपर्छ तर त्यही हो ढिलो भइरहेको हुन्छ कहिलेकाहीँ बस एउटा डिसिप्लिन चाहिँ सिकिँदो रहेछ इन्टर्नसिपमा फ्री इन्टर्नसिप भए पनि फ्री भन्दा पैसा पाइँदैन त सरकारले त इन्टर्नसिपको लागि पनि पैसा दिनुपर्छ भनेर भनेको छन् होइन तर पनि कलेज पनि अब सकिन्छ होला अन टेस्ट के हो कटाउन नदिने फोनमा कुरो गरिरहेको छ फोनमा बोल्दै गाडी चलाउँछ नआउँछ यस्तो चाहिँ नगर्नु नि कम्तीमा अलिक अप्ठ्यारो हुन्छ हौ लिची आयो लिची अहिले त लिचीको सिजन छ है के छ त हौ तपाईँहरूको खबर कतिको गर्मी छ हाम्रोतिर त परै छ आज बिहान पानी परेको थियो होला सायद आई फिल तर मलाई त्यस्तो याद छैन उठेकै चिठिन पानी परे जस्तै लागेको साउन्ड आएको थियो होइन त्यही हो हाम्रोतिर चाहिँ गर्मी नै छ अब घुम्न जाऊँ भनेको हेरौँ के हुन्छ आज शुक्रबार हो आज योचोटि होइन अब हप्ता जानुपर्छ योचोटि पैसै भएन हौ त्यस्तो मात्र यहीचोटि जाने भनेको कलेजको फी यताउति दिँदै सबै पैसा सकियो घरको पनि सकियो अब अलिक दिन यो माइक्रोहरू कस्तो तुफान चलाउँछ न डरै लाग्छ मलाई त ओभरट्याक हान्छ यत्रो लामो तानिन्छ हौ बसले त ओहो यस्तो अहिले ओभरट्याक हान्दा ठोकेको कस्तो दोष हुन्छ त खै त्यही भएर भन्छ क्या बाटो काट्दाखेरि अलिकति राम्ररी काट्नु यो चिकन के ठुकिरहे यस्तो यो हेलमेटको सिट बेल्ट लगाएको रहेछ नि त मैले बल्ल भयो पहिला कलेज जान्छु अनि त्यसपछि कलेजबाट निस्केर इन्टर्नसिपतिर जानुपर्छ एउटा काम छ कलेजमा सानो काम गरेर इन्टर्नसिपतिर जान्छु मेरो इन्टर्नसिप चाहिँ म एनटिसी अफिसमा गरिरहेको छु आज नेटवर्किङ अनि त्यहाँको सबै कुरो अलिअलि हेर्दैछन् सबै कुरो त सकिँदैन त्यहाँ अलिअलि देखाइदिँदैछन् त्यही हो अब ब्याचलर सकेपछि काम लाग्छ होला नि त हामीलाई होइन हाम्रो नेपालका सबैभन्दा ठुलो झन्डा यहाँ छ लाइक सबैभन्दा ठुलो भन्दा पनि सबैभन्दा अग्लो राखेको ठाउँ यिनीहरूको यहाँनिर छ है यो भनेको हाम्रो करेन्ट पुल छ कि करेन्ट पुल र बोलाको बिच यहाँ एउटा बाटो छ यहाँबाट जानुपर्छ क्या जस यसले भए पनि यिनीहरूलाई धेरै चिनाएको छ यिनीहरूलाई चाहिँ यो मेरो युट्युबमा भ्लग पनि होला होइन अस्ति आएको थिएँ यहाँबाट जाने बाटो छ खोइ यहाँ एउटा मन्दिर बनाउने टाइपको कुरो गरेको थियो खोइ छुट्याएर बनाएन कि के हो यहाँनिर पनि के गाडेको थियो यहाँनिर पनि हाम्रो प्राय ट्राफिकको चेक हुन्छ तर आज छैन खै किन नभएको होइन यो चाहिँ हाम्रो करेन्ट पुल होइन करेन्ट पुल भन्दा यो ढुङ्गादेखि कताबाट पानी जोडिँदै आउँछ अरे हो यहाँ पनि अहिले त छैन सुकेको छ सुक्यो भन्दा पनि अलिअलि होला अलिअलि छ होइन यो कता मिसिएर आउने अरे पानी चाहिँ त्यस्तै हो
मैले भिडियो बनाएको दिन नि साँच्ची भने एउटा एक्सिडेन्ट हुँदैन क्या। म के सोध्छु, भिडियो बनाएको दिन हल्का फुल्का कन्टेन्ट निस्कियोस्, कसैले ठोकियोस्, कसैले मलाई ठोकियोस् होइन, अब केही गरी कन्टेन्ट निस्कियोस् सोध्छु। यहाँ ठ्याक्ने केही हुँदैन। मैले रेकर्ड गर्दाखेरि म रेकर्ड नगरे आउनुपर्छ, कहिले टिप्पर पल्टेको हुन्छ, कहिले कुन चाहिँको टाउको फुटेको हुन्छ एक्सिडेन्ट भएर, कहिले बाइक ठुलो पड्केको हुन्छ, खै के हो यस्तो रिस उठ्छ। जुन दिन अनि म भिडियो बनाउँछु नि त्यो दिन नर्मल केही पनि भएकै हुँदैन। हेर्दै हुनुहुन्छ नि खाली रोड छ, हल्का फल्का ट्राफिक छ, त्यति हो क्या। कहाँ झर्केर आउँछ अरूको हेर्छु होइन, तर अरूहरूले धेरै जस्तोले लाइक स्क्रिप्टेड नै बनाउँछन् होइन, अडियन्सले पनि त्यही नै हेर्न रुचाउँदो रहेछन्। तर मलाई चाहिँ त्यो एज इफ स्क्रिप्टेड चिज बनाउनु छैन, मलाई रियलै छैन। जस्तो के छ रियलै होस् क्या, त्यो स्क्रिप्टेड बनाएर किन राम्रो हुन्छ। केही भयो कि भएन त ठिकै छ भन्ने कुरो हो। अहिले चाहिँ हामी डुबी आयौँ होइन, यो गोरी बजार होइन। अब हामी सिधैबाट जाँदैनौँ होइन, किन थाहा छ हजुरलाई? हामी सिधै नजाने कारण होइन, अगाडिबाट अलिक भिड हुन्छ होइन, त्यही भएर यतातिर जाने होइन। हामी माथि साइड लाइट बालिरहेको छौँ, तर सिधैबाट हुन्छ हामी त्यस्तो चिज खाँदै जान्छ। यहाँको बाटो बनाइदिए त्यस अहिले खाली नै हुन्छ मजा आउँछ अहिले। अब यहाँदेखि विराटनगर पहिला होइन 5देखि 6 मिनट पुग्थ्यो कि, तर आजकल चलाउने डर लाग्छ हौ मलाई त्यसैले। पहिला त्यो लाइक ओभर स्पिड चलाउँथेँ। पहिला यो बाइक पनि राम्रो थियो नि त, अहिले त स्पिड देखाउँदैन कि, पनि अहिले 110सम्म त जान्छ होला। पहिला 120, 122, 124सम्म हालेको छु यो बाइकमा। यो विराटनगरकै बाटो हो। वेलकम टु विराटनगर। के होला एक्सिडेन्ट भएको रहेछ नि त यहाँ त। ला चप्पल खुल्लो यार, अबासी नै रहेछ क्या। अघि म भन्दै थिएँ आज केही पनि भएन। धन्न मान्छेलाई के भएको रहेछ, चप्पल चाहिँ खुलेको रहेछ मान्छेको बाइक। ट्राफिक नियम पालन नगरेर यो चाहिँ हाम्रो कञ्चनबारी हो। कञ्चनबारी ओ झन्डै अलिकतिले कस्तो गाह्रो भएको त बुनुलाई।